मैले चाहिँ ज्ञानेन्द्र साईज्यूले बोल्नुभएको केही क्लिपहरू राख्छु र त्यो क्लिपपछि चाहिँ मैले बोलेका केही शब्दहरू नि हुनेछ, त्यो सुनिदिनु होला है त प्लिज, सम्पूर्णमा अनुरोध गरेँ। स्पष्ट कुराका साथमा भन्छु, तिमीहरूलाई दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम छ, ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो 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 सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भुक्ने हो। र अहिले म स्पष्ट अहिले के भन्न आएको भने क्लियरका साथ, र जापानमा म सुरक्षित छु। जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छु, स्पष्टका साथ भएको छ। र म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि, कर्णालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु गृहमन्त्रीलाई, को हु इज दिस यार। एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जुन झुटो हल्ला फैलाइराखेका छौ तिमीहरूले, सकियो, यो सकियो, को सकियो? सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु, ल आऊ, मलाई जितेर देखाऊ, सक्छौ? स्पष्टका साथ भन्छु, हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी। आज खुशबु ओलीले एकजना मान्छे पक्राउ गरेका छन्, घण्टीको कार्यकर्ता, चितवनबाट। सभ्य हुनुहोस्, तपाईहरू सभ्य हुन सिक्नुहोस्। यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर, आऊ प्रतिस्पर्धा गर, क्लियरका साथ प्रतिस्पर्धा गर। चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्ता साफ गरेर जित्या हो। यो कुरा याद गर तिमीहरू, चाहे जति सिट होस्। त्यो भए हुनाले अहिले पनि म भन्छु, र जहाँ छौ, जुनसुकै ठाउँ छौ, दारू खाएर हिँड्नलाई तिमीहरूको 4 जना श्रीमतीको पोइ होइन म, बुझ्यौ? स्पष्टका साथ यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईलाई। के भन्न आएको थिएँ भने जसरी यो जापानमाथि हामीमाथि आक्रमण गरे भन्ने कुरा भएको छ, हामी स्पष्टका साथ, स्पष्ट मर्यादाहीन भन्दो रहेछ। एउटा सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घण्टेहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर तिमीहरू हल्ला फैलाउनेहरूलाई जवाब दिँदा चाहिँ हामी असभ्य? सभ्य हो, हामी सभ्य हो। क्लियरका साथ भन्छु, जापानमा मलाई केही पनि भएको छैन, हामी सुरक्षित छौँ साथी हो। र पुरैका पुरै यिनीहरूले केही पनि गर्न नसकेपछि जापानमा यिनीहरूले हामीमाथि आक्रमणकाल कुरा छोड्नुहोस्, उठेर एउटा शब्द मात्र गरे भने जापानमा भएका मान्छेले यिनीहरूलाई समातेर जापानबाट डिपार्ट गरेर नेपाल पठाउनेवाला छन्। यिनीहरू को छन्? नेपालबाट के अरे कन्सल्टेन्सी चलाएर आउने, ठगेर कन्सल्टेन्सी चलाउनेहरू साराका सारा अहिले घन्टे भएको छन्। तिम्रा बाउहरूले तपाईँको सहकारी ठगे, के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए, के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन? ल आऊ भन, संसदमा उभिएर देऊ भन जवाफ, म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथ म भन्छु, जापानमा हामी सुरक्षित छौँ र यो केटालाई हामी केस हाल्छौँ, मुद्दा हाल्छौँ यसलाई र पक्राउ गर्छौँ। र यदि खराने ग्याङका अध्यक्षहरूले यसलाई पक्राउ गरेनन् भने यिनीहरूका विरुद्धमा पनि हामी जान्छौँ। स्पष्टका साथ भनेको छु, क्लियर। र देशको प्रधानमन्त्रीले सुन्न मन छ भने सुने हुन्छ। यसरी जनतालाई आतंक फैलाउने, झुटो समाचार फैलाउने हामीले कानून पास गरेका छौँ, नीति पास गरेका छौँ। तिमीहरू मात्र यो देशको नागरिक होइन, अरू पनि देशको नागरिक छन्। अरू पनि देशमा जति नै तपाईँको उनीहरूको अधिकार छ। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई, आगो लागि भएको मान्छेलाई, एउटा जाब सडकमा रोकेको मान्छेलाई, प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको। त्यति भन्न नहुने तिमीहरूलाई? के छ तिमीहरूको हैसियत? ल आऊ भन, तिमीहरू नेपालको कुन ठाउँमा उभिन्छौ? आऊ भन। तिमीहरू मात्रै छौ यो देशमा? यो देश तिमीहरूको मात्रै हो? तिमीहरूलाई के भनेको छ? तिमीहरूलाई पार्टीबाट राजीनामा दे भनेर हामीले माग गरेका छ? जवाफ देऊ भनेको छ। जवाफ माग्न नहुने हो, भरम फैलाएर अहिले तपाईँको फेरि के गरिरहेछन्?
मान्छेलाई कुटपिट भयो भनेको छ, दुनियाँ भयो भनेको छ। अहिले ठाउँ ठाउँबाट मान्छेले फोन गरेको छ। कति आतंक मच्चाएको तिमीहरू। तिमीहरूको जस्तो गाँजा खाएर हिँडेको छैन, तिमीहरू जस्तो सहकारी ठगेर हिँडेको छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ बोकेर हिँडेको छैन। लडेर आएको, हिजो पनि अझै पनि लड्छु। के फरक पर्छ तिमीहरूलाई? तिमीहरूकै घन्टीलाई 421 भोटमा रोकेर आएको जुम्लाबाट। त्यो भएर स्पष्टका साथ भन, क्लियरका साथ भन। आयो अर्को यार, यो एसएलसी फेल भन्दैछ। म 1 क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो त वडा अध्यक्ष जितेर आइज न। त्यो भए हुनलाई अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। म जवाफ सुन्न तयार छु, तयार छु। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, त जस्तो बेल्चा हाने हो, पढ्या हो। म पढ्दै पढेको छैन ल, एक जिरो अक्षर पनि पढेको छैन। तर जनताले जिताएर पठाएको, जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे हो जुम्लामा। यी टिओबी का ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू, यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु विदेशमा रहेका नागरिकलाई, मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन, जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन। तिनीहरूलाई मैले भने हो, विदेशमा रहेको एकजना मान्छेलाई पनि मैले त्यस्तो भने होइन। सिधा मैले भने अहिले पनि यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने हो। यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि म माथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेका छन् यिनीहरूले। र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै, भिडियो बनाउँदै, कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेको छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामा मागेको होइन। खराने ग्याङहरूलाई स्पष्टका साथ भनेको, कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। स्पष्टका साथ हामीले भनिराखेका छौँ, क्लियरका साथ भनिराखेका छौँ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ दे भन। देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेछौँ। आऊ न अगाडि। आज जापानमा उभिन सक्यौ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौँ त हामी, सक्यौ? अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु, कसैले प्रश्न राख्न नपाउने हो, प्रश्न गर्न नपाउने हो तिमीहरूलाई? प्रजातन्त्र यही हो? के भने छौँ हामीले? अरे यार रेस्पोन्सिबल बन, मान्छे मरेको छ त्यसको जवाब देऊ, त्यो भन्न नपाइने हो? तिमीहरू को हौ त्यस्तो? तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। तरिका हुन्छ नि एउटा कुरा, कुनै पनि चिजको एउटा तरिका हुन्छ, तरिका हुन्छ कुनै पनि चिजको। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने जापानमा म सुरक्षित छु दाजुभाइ हो, केही फरक पर्दैन। यिनीहरू कराए मात्र होइन, यिनीहरू सबै एक ठाउँ भएर पागल भएर यिनीहरू दौडेर डिप्रेसनको रोगी भएन हामीलाई फरक पर्दैन। किन फरक पर्दैन भने यिनीहरूलाई नै पत्ता साफ गरेर आएको। माननीय ज्ञानेन्द्र साईज्यू जापान आउनुभएको रहेछ।
उहाँ कता कार्यक्रम गर्दै हिँड्नुभएको छ अरे। कोही एक व्यक्तिले ज्ञानेन्द्र साईमाथि हमला भयो, ऊ सुरक्षित छैन, समथिङ समाचार बनाइदियो अरे कुनै कन्टेन्ट क्रिएटरले, अर्थात् कसले हो। अनि त्यसको उसमा चाहिँ प्रतिवादमा ज्ञानेन्द्र साई फेसबुक लाइभ आएर तथानाम भन्दैछन्। त्यही पनि त्यो समाचार बनाउनेवालालाई होइन कि सभापति रवि लामिछाने, गृहमन्त्री सुदन गुरुङ, प्रधानमन्त्री बालेन्द्र शाह लगायतलाई जेल फोडेर भागेको होइन रे, 4-5वटा शिरमाथि ल्याएको होइन रे, गजेडी ग्याङ रे, के अरे सिंहदरबार जलाएर आएको होइन रे। ए बाबा, तिमी यो जापानमा आएर राति कति पर्सेन्ट हानेर चाहिँ यस्तो बोल्न सक्छौ हो माननीयज्यू। ठिक छ, तिम्रो आफ्नो समस्या होला, त्यो आफ्नो ठाउँमा होला। तिमीलाई कसले समाचार बनायो ऊ विरुद्ध उजुरिहाल्न नि सकिएला होइन। फेक समाचार कसले बनायो त्यो विरुद्ध उजुरिहाल्न नि सकिएला। त्यो कानुनी माध्यमबाट जाँदा सहज होला। जुन तरिकाले अब यो राति लाइभ आएर तथानाम बोलिरहेका छौ नि, भोलि तिमीले त्यो कुनै पनि पुष्टि गर्न सकेनौ भने तिम्रो हालत चाहिँ के हुन्छ। तिम्रो पनि त त्यस्ता विवादित कुरोहरू नआएका त होइनन् होला, धेरै आइरहेका छन्। तिमीले त्यो के भन्छ कठघरामा चाहिँ जाँदाखेरिको कुरोमा पनि त्यो एउटा व्यक्तिले भन्दाखेरि मुख छाडेको त बाहिर अडियो छताछुल्लै भएको थियो होइन। तिमीलाई उपसभामुख नपाएपछि छटपटी भएको थाहा त होइन। किन भन्दाखेरि अब त्यो उपसभामुखको केसमा चाहिँ रवि दाइले हुन्छ जस्तो कुरो गरिदिनु भयो, उता बालेन्द्र शाहले श्रम संस्कृति पार्टीलाई दिनुभयो। त्यसले गर्दाखेरि तिमीलाई छटपटी भएको हो। त्यो छटपटीले हुँदैन नि त, राजनीति त्यस्तरी चल्दैन नि त। 3 सिट ल्याएर त कहाँ त्यस्तो अब म जुम्लामा चाहिँ घन्टेलाई प्रतासाप गरेर 421 मा रोकेर आऊ भनेर भएन नि त। त्यो अशिक्षित ठाउँ थियो, त्यहाँ पढे लेखेका मान्छे थिएनन्, सामाजिक सञ्जालको पहुँच थिएन, त्यसैले तिमीले जितेर आयौ क्या। यो कुरो मान, यदि त्यहाँ पनि अलिकति राम्रो सामाजिक सञ्जालको व्यवस्था हुन्थ्यो भने, अलिकति शिक्षा हुन्थ्यो भने तिम्रो 421 उता घन्टीको फेरि तिम्रो आजति भोट आउन सक्थ्यो। त्यसैले जितेर आएका छौ, बधाई दिएका थियौँ, त्यसमा ठिक छ, गर्व गर, घमण्ड होइन के। जितेर आएका हो, गर्व गर, घमण्ड होइन। अब त्यो फेक न्युज फैलाउने को हुन् त्यो विरुद्ध कानुनी कारबाहीमा जान सकिएला, उजुरी हाल्न सकिएला, भोलि पक्रेर उसलाई कानुनी रूपमा सजाय दिन सकिएला, त्यो आफ्नो ठाउँमा छ। त्यो आफ्नो कुरो हो, तपाईँले गर्ने नगर्ने। तर फेसबुक लाइभ आएर चाहिँ कुनै एउटा कार्यकर्ता होला नि या सायद समर्थक होला, के होला, अब उसले बनायो होइन, फेक न्युज बनाउनु उसको गल्ती हो होइन, त्यो म मान्छु। त्यो तपाईँले भोलि गएर कानुनी रूपमा चाहिँ ऊ गर्नु, बाटो रोजेर, कानुनी बाटो रोजेर अगाडि बढ्दा राम्रो हो। त्यस्तो अब जुन तरिकाले के अरे यो अब तपाईँले टिकटक लाइभमा आएर होइन त्यो नाना थरी यताउता बोलिरहनु भयो नि, त्यो राम्रो होइन। ठिक छ, तपाईँलाई चित्त बुझ्दैन त, संसद भवन छ त, त्यहाँ गएर बोल्न सकियो त। कसको के कुरा बुझ्दैन। अब तपाईँले मागेको पद पाएन अरे भनेर तथानाम भनेर हिँड्न त भएन नि त। तपाईँले जुन दिन उपसभामुखको पद पाउनु भएन त्यो दिनदेखि तपाईँ विरोधमा निस्किनु भएको छ। त्यो स्पष्ट सबै जता जसलाई गएर सोधे पनि थाहा हुने अवस्था छ। किन भन्दाखेरि तपाईँले त्यो उपसभामुख पाउन लाग्दाखेरि निकै तारिफ गरेका हो, हामीलाई थाहा छ, निकै तारिफ गर्नुभएको हो तपाईँले। जब उपसभामुखको पद चाहिँ नपाउने भयो, श्रम संस्कृति पार्टीका सांसदले पाउने भयो, त्यसपछि आक्रोशित हुन थाल्नुभएको हो होइन। अनि त्यो कुरो थाहा छ हामीलाई। ठिक छ, तपाईँ प्रतिपक्षी हो, विरोध गर्न पाउनुहुन्छ, फेरि विरोध गर्न पाउनुहुन्न भनेको होइन, तर कसैको व्यक्तिगत लाइफमा ठेसखानी गरी होइन, टिकटक लाइभमा, फेसबुक लाइभमा आएर बोल्नु माननीय जस्तो मान्छेले राम्रो होइन। अब तपाईँ के खाएर बोल्नुभयो अर्थात् के गरेर बोल्नुभयो त्यो हामीलाई थाहा भएन। खाएर बोल्नुभयो या नखाएर बोल्नुभयो त्यो हामीलाई थाहा भएन होइन, तर त्यो बोल्नु राम्रो होइन। तपाईँलाई सायद ज्ञानेन्द्र साईलाई धेरै व्यक्तिले मान्छन्, धेरै जनताले मान्छन्, थाहा छ, तर तपाईँको त्यो हिजोको कर्तुत जुन थियो त्यसले गर्दाखेरि धेरै मान्दैनन्। अब
त्यो राम्रो होइन क्या, त्यस्तो गर्नु हुँदैन क्या। तपाईँलाई चित्त नबुझेको कुरो, उनीहरूले गरेको नराम्रो कुरोलाई त्यहाँदेखि व्यक्तिगत रूपमा गएर तपाईँले त्यो कसले स्वास्नी कतिवटा ल्यायो के भयो भन्ने कुरो त त्यो त व्यक्तिगत कुरोमा त पस्ने नै होइन होइन। देशको बारेमा कुरा गर्नुपर्दा, देशको बारेमा सोच्नुपर्दा, कुनै संवाद गर्नुपर्दा हो त्यो बेलामा भन्ने कुरो छुटै हो होइन, त्यो गर्नु पर्यो। अनि अब देशकै लागि केही आवाज उठाउनु पर्दा संसद भवन होला। त्यो फेसबुक लाइभ आएर चाहिँ कसैको जीवनमा सिधै हान्न त पाइएन नि माननीय ज्यू। के हो तपाईँको पनि त केसहरू त पाटाङ पुटुङ यसो यताउता ट्याटाङ टुटुङ त आइरहेको थियो, देखिरहेको हुन्थ्यौँ होइन। तर हामीले त्यसमा अब न हामीलाई प्रमाण खोज्नु छ, न हामीलाई प्रुफ गर्नु छ। अब त्यो सामाजिक सञ्जालमा आएका सबै ठिक हुन्छ भन्ने नि हुँदैन, सबै बेठिक हुन्छ भन्ने नि हुँदैन। कसैको घर बिग्रिएर चाहिँ के दुईवटा स्वास्नी डिभोर्स गरेर तेस्रो स्वास्नी ल्याउँदाखेरि चाहिँ सबै संसारैभरिको केटी चारेर हिँड्या भन्ने नि हुँदैन। सबैको आफ्नो बाध्यता होला होइन, त्यो पनि बुझौँ माननीय ज्यू। अलिकति तालमा चाहिँ त्यस्तो नबोलेकै राम्रो हुन्छ कि भन्ने मैले निश्चित रूपमा भन्न चाहन्छु। फेरि मैले निश्चित रूपमाले चाहिँ चितवनमा हानेको जस्तै हाल्लान्, फेरि विचार गरौँ है, विचार गरौँ माननीय ज्यू। ओपन च्यालेन्ज चाहिँ नगरौँ, जापानमा कति छ आइज भनेर किन ओपन च्यालेन्ज गर्नु। अब तपाईँले आइज भन्यो भन्दामा यो जापानमा चाहिँ के अरे आन्दोलन गर्नलाई सबै बाटो छेकेर हिँड्न पाइन्छ भन्ने नि हुँदैन। नेपाल होइन यो, तपाईँले नेपालमा जुन सिस्टम बनाएको जापानमा त्यही सिस्टम छ भन्ने कुरो हुँदैन। यति कुरो बुझौँ, त्यही हो है त माननीय ज्यू। धन्यवाद।